राजर्षि जनक विश्वविद्यालय सेवा आयोग के नवनियुक्त अध्यक्ष आ सदस्य पदभार ग्रहण कयलनि अछि। सोम दिन जनकपुर धाम के रामानंद चौक स्थित आयोग के कार्यालय में नवनियुक्त अध्यक्ष प्राध्यापक डॉक्टर केशव प्रसाद अधिकारी आ सदस्य सह प्राध्यापक अनिल कुमार शाह पदभार ग्रहण कयलनि अछि। हुनका सबके विश्वविद्यालय तथा कैंपस के पदाधिकारी, प्राध्यापक, सहायक प्राध्यापक, कर्मचारी तथा विद्यार्थी सब स्वागत कयने छल। पदभार ग्रहण करैत अध्यक्ष प्राध्यापक डॉक्टर अधिकारी शिक्षक तथा कर्मचारी सबके छनौट के लेल आवश्यक काज जल्दिए शुरू करबाक प्रतिबद्धता व्यक्त कयलनि। ओ विश्वविद्यालय में शुरुए से कार्यरत शिक्षक से ऊपर अन्याय होबऽ नहीं देबा कहैत नया शिक्षक भर्ना काज शुरू करबाक बतौलनि। काम गर्नु भनेर भन्छ, त्यो काम गर्नका लागि के हुन् त भन्दा यिनै कार्यविधि हुन् हैन, नियम कानुनहरू हुन्। नियम कानुन एउटा त विश्वविद्यालयका नियम कानुन छन्, अर्को राज्यका नियम कानुनहरू छन्। अनि हामी सेवा आयोग भनिसकेपछि लोकसेवा आयोगको अधिकार प्रत्यायोजन अन्तर्गत हामीहरूको गठन भएको छ हैन। लोकसेवा आयोगको विधि विधानले के भन्छ त्यसभित्र पनि बस्नु पर्यो हैन। अब अहिले हाम्रा विश्वविद्यालयहरूका सबैका समस्या, साझा समस्या के हुन् भन्दा कतिपय सकारात्मक विभेद गरेर दरबन्दीहरू खोल्नुपर्ने त्यस्ता बाध्यताहरू पनि छन्। किनभने जसले चाहिँ अब करारमा बसेर अथवा आंशिकको रूपमा विश्वविद्यालयलाई अहिलेसम्म योगदान दिइरहनु भएको छ, उहाँहरूको योगदानलाई नजरअन्दाज गर्न पनि मिलेन हैन। अनि अब स्वतः उहाँहरूलाई मात्रै ध्यान दिउँ, नियम कानुनले दिँदैन हैन, त्यसले लगेर अर्कोतिर हामीलाई चाहिँ पारिहाल्छ। त्यसले गर्दाखेरि दुइटैलाई, किनभने जसले योगदान दिनुभएको छ विश्वविद्यालय यो अवस्थासम्म, जन्मदेखि यो अवस्थासम्म ल्याउनका लागि जसले योगदान दिनुभएको छ उहाँहरूलाई पनि न्याय हुनु पर्यो र नयाँ आउनेहरूले पनि सबैले प्रतिस्पर्धा गर्ने हैन। प्रतिस्पर्धा त्यो कस्तो भने निष्पक्ष प्रतिस्पर्धा गर्ने वातावरण हुनु पर्यो अनि त्यो सबै सिर्जना गर्नुपर्ने हाम्रो दायित्व हो। तैना आयोग के सदस्य सह प्राध्यापक शाह अपना पहिने से हो सेवा आयोग में रहकर काज क चुकल स्मरण करैत निष्पक्ष रूप में जनशक्ति पूर्ति के लिए अपना प्रतिबद्ध रहल बतौलनि। यस विश्वविद्यालयको ऐन कानुन र कार्यविधिलाई हामीले अक्षरश पालना गर्नेछौँ भन्ने प्रतिबद्धता तपाईहरु समक्ष व्यक्त गर्न चाहन्छु र साथै तपाईहरुबाट यसमा सहयोगको अपेक्षा पनि मैले गरेको छु। एकदम तपाईहरु सहयोग गर्नुहोला, कसैलाई अन्याय नहोस् भन्ने मेरो दृष्टिकोण छ। मेरो सदैव चाहिँ यस्तो हुनेछ कि कुनै पनि व्यक्तिलाई हामीले गरेको प्रक्रियाबाट दुखी हुन नपरोस्, अन्याय नहुन जाओस्, त्यसमा हामी सचेत रहनेछौँ। कतै कथन कदाची कुनै किसिमको यदि हामीमा केही तपाईहरुले त्रुटि देख्नुभयो भनेदेखि समयमै सजाग गराइदिनु होला। हामी चाहिँ अवश्य नै हृदयंगम गरेर त्यसलाई भूलचूक भए पनि त्यसलाई सुधार गर्ने प्रयासमा लाग्नेछौँ। सेवानिवृत्त प्राध्यापक सब में से अध्यक्ष आ शिक्षक सब में से एक सदस्य रहबाक राजर्षि जनक विश्वविद्यालय ऐन के व्यवस्था अनुसार अधिकारी आ शाह आयोग के पदाधिकारी में नियुक्त भेल छथि। सह कुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि मंत्री समेत रहल समिति के सिफारिश में कुलपति एवं प्रधानमंत्री केपी शर्मा ओली हुनका सबके सेवा आयोग में नियुक्त कयने अछि। राजवी सेवा आयोग में एक अध्यक्ष आ 2 सदस्य रहबाक व्यवस्था छै। दोसर एक सदस्य लोक सेवा आयोग सँ रहबाक व्यवस्था छै।